हाई गाइस, हेवारो नमस्ते। सो गाइसहरु म चाहिँ अहिले ड्युटी जाँदैछु अनि यहाँ मेरो ड्युटी गर्ने छेउमा बाटोमा चाहिँ म्याराथन भइरहेको रहेछ। लिस्बनमा लास्टै रमाइलो छ, हेर्नुपर्छ है। म्याराथनसँग यहाँनिर ठुलो प्रोग्राम पनि भइरहेको छ अनि हाम्रो ड्युटी जाने बाटै पुरै ब्लक गरेको छ क्या। यति धेरै मान्छेहरू हेर्ने पुरै बन्द छ क्या। यहाँनिर चाहिँ कुदिरहेको छ मान्छेहरू। कति मान्छे हेर्ने त। यस्तो हुन्छ बाटोमा केटाहरू टन्नै। तलको बाटोमा झन् ठुलो प्रोग्राम थियो, कन्सर्ट थियो, रमाइलो थियो, तर त्यहाँ चाहिँ हेर्न पाएन। सो गाइसहरू हाम्रो चाहिँ ड्युटी जाने बाटो चाहिँ पुरै बन्द छ। यस्तो माथि बसी हेरेको अवस्था, पुरै बाटै बन्द छ गाइसहरू। कसरी जाने ल हेर्नुहोस्, यो भित्र कुद्दैछ, हामी चाहिँ डल्लो भएर देख्दा नि देखेन। बाई दादा, 4 जनामा 1 जना छुटिसकेको अवस्था। हेर्दै जाउँ न बिस्तारै। मान्छेको टाउकोमा त उधेर रहेछ नि त कुद्नेहरू चाहिँ। एउटा मोरे चाहिँ यहाँ कुद्दो रहेछ गाइसहरू। कति मान्छेले केही हेर्नै नमिल्ने क्या। भर्खर अन्त कत्रो है त्यो एउटा हेर्नु न। अम्बो त कत्रो अल्गो दादा, कत्रो है मान्छे। हेर्नु न अहिले त कति धेरै आयो। होइन त्यो बुढीलाई चाहिँ कति मजा होला है। कहाँसम्म रहेछ है गाइसहरू। यस्तो धेरै मान्छे छ, छिर्ने ठाउँ छैन। ड्युटीको लेट भइसक्यो, छिर्ने ठाउँ नभएर पानी पनि परिरहेछ पुरा। तर आज कुद्नेको दिन दामी भयो, पानी पनि आइरहेछ नि त। पुरै बाटै छैन, ड्युटी जानु ढिलो भइसक्यो। त्यो परा छिसक्यो, त्यो भित्र चाहिँ पुग्नुपर्ने। कसले छुन्छ होला है, छुइसक्यो है। सो गाइसहरू हामी चाहिँ यत्रो धेरै भिड काटेर चाहिँ जाँदैछौँ बाटोमा। हाम्रो ड्युटीको बाटो पुरै ब्लक, तर कुद्ने दिन पनि राम्रो भयो नि आज। पुरा पानीहरू पर्यो, सिमसिम पानी परिरहेको होला, कुद्नु पायो। दिनले एकदमै धेरै साथ दियो। अब रेस्टुरेन्ट बिजी हुन्छ।